टाढाको यात्रा तय गरेर आएको हाम्रो चितवनको टोलीको प्रस्तुति अब हामी हेर्दैछौँ। प्रस्तुत हुन लागेको लोकनृत्य तामाङ समुदायमा निकै प्रचलित नृत्य मेन्दुमाया नृत्य हो। यो नाच लोसार र बिहे रवा दिन अर्थात् बिहेको सगुन भोगसँगै त्यही दिनमा मात्र प्रस्तुत गरिएको पाइन्छ। तामाङ समुदायको रीतिअनुसार मर्दा पर्दा पवित्र फुल कोको मेन्दुको प्रयोग गरिन्छ। यही पवित्र फुलको नामबाट नै मेन्दुमाया गीतको सुरुवात भएको हो। बिहेको दिन चेली पक्षको इष्टमित्रहरूले यो नृत्य प्रस्तुत गर्दछन्। तामाङ समुदायमा बिहेको दिन छोरीलाई चादाम गर्ने प्रचलन रहेको छ। चादामको अर्थ चेलीलाई सिन्दुर नहाली चारै दिशाको देवी देवतासँग बाछा गरेर विदाय गर्ने प्रचलन छ। तामाङ समुदायको प्रचलन अनुसार बिहेको दिन ज्वाइँले बच्चादेखि बुढासम्मका सबै आफ्नो मान्यजनहरूलाई घोडा टेकेर नै घुम्ने प्रचलन पनि छ। त्यो यो नाचमा देख्न पाइन्छ। प्रस्तुत छ भरतपुर चितवन सिद्धिविनायक नबीको मेन्दुमाया नृत्य।